नमस्ते सबैजनालाई स्वागत छ यस भिडियोमा। म हुँ पूजा। आजको भ्लग मेरो लागि धेरै स्पेशल छ किनभने म युके आएपछिको यो मेरो पहिलो भ्लग हो। म भर्खर युके आएको छु र अहिले म फानबोराबाट लन्डनतिर जाँदैछु। म यहाँ युनिभर्सिटी अफ इस्ट लन्डनमा पढ्न आएको हुँ। अहिले भने म फानबोरा ट्रेन स्टेसनमा छु जहाँ मैले आफ्नो ट्रेनको लागि कुर्नुपर्ने हुन्छ। यहाँको ट्रेनको स्टेसनमा चाहिँ टाइम टेबलमा ट्रेनहरू आउने र कहिलेकाहीँ ढिला भए पनि त्यही स्क्रिनमा सबै कुरा देखाउने हुन्छ। म यहाँलाई त्यो पनि देखाउँछु। अहिले आइरहेको ट्रेन चाहिँ मेरो ट्रेन होइन, मैले यहाँलाई भ्युजको लागि राखेको हो र मेरो ट्रेन आउनको लागि केही समय लाग्ने भएकोले मैले ट्रेनलाई चाहिँ कुरिरहेको छु। मैले यहाँलाई टाइमिङ पनि देखाएँ र मेरो ट्रेन आइसकेको छ। यो चाहिँ साउथ वेस्टर्न रेलवे भन्ने हुन्छ। यसमा चाहिँ आफ्नो लोकेसन हेर्ने, आफूलाई कहाँ जान मन छ आफूले त्यो अनुसार चाहिँ स्टेसनमा बसेर आफ्नो ट्रेनलाई कुर्ने। अहिले चाहिँ म लन्डन आफ्नो युनिभर्सिटी जाँदैछु र यो ट्रेनको विशेष कुरा चाहिँ के हो भन्दा यसमा चाहिँ एकदमै न्यानो हुन्छ। बाहिर हामीले सुनिरहेका हुन्छौँ युकेमा एकदमै चिसो छ भन्ने कुरा, तर युकेमा बाहिर हिँड्दा मात्रै चिसो हो, अदरवाइज जहाँ बस्दै पनि एकदमै न्यानो हुन्छ। हिटर इज एभ्रिवेयर र सबैतिर चाहिँ एकदमै इन्टरनेटको सुविधा हुन्छ। ट्रेनमा पनि भयो है, स्टेसनमा भयो, सबैतिर चाहिँ इन्टरनेटको फ्री सुविधा हुन्छ। यस ट्रेनमा यात्रा गर्दै गर्दा मैले अनुभव गरेको कुरा, फरक अनुभव भनेको चाहिँ यस ट्रेनमा विभिन्न किसिमका व्यक्तिहरू आउँछन्, तर कोही कसैसँग बोल्दैन। कोही आफ्नो ल्यापटपमा व्यस्त, कोही आफ्नो गीत सुन्नमा व्यस्त, कोही आफ्नो किताब पढ्नमा व्यस्त, कोही कसैले हेर्ने कुरा छैन। यसो आँखा जुधिहाल्यो भने स्माइल गर्ने अथवा गुड मर्निङ, गुड आफ्टरनुन भन्ने, द्याट्स इट। तर हाम्रो नेपालमा भने हामी खाली सिटमा खासै बस्न रुचाउँदैनौँ। कोही भएकै सिट खोज्छौँ र उसँग कुराकानी गर्छौँ। उसको नाम के हो, थर के हो, कहाँबाट बिलङ गर्छ एन्ड एभ्रिथिङ, शाखा सन्तान हामीले चाहिँ सोधिसक्छौँ। तर यहाँ भन्ने फरक लाग्यो मलाई। कहिलेकाहीँ यस्तो वातावरण ठिकै लाग्ने, तर एट टाइम्स यसले चाहिँ अलिकति अनौठो फिल गराउँदो रहेछ। हेर्नुहोस् त, म हेर्दा हेर्दै लन्डन आइ पनि सकेँ। यो चाहिँ वाटरलू स्टेसन हो जहाँ मैले फानबोराबाट यहाँ ट्रेन चेन्ज गर्नुपर्ने हुन्छ। हरेक स्टेसनमा फोनमा भएको टिकट अथवा कार्डलाई चाहिँ ट्याप गर्दै निस्कनु पर्ने हुन्छ। मैले पनि कार्ड ट्याप गरेर एन्टर भइसकेँ। यो चाहिँ वाटरलू स्टेसन हो जहाँ चाहिँ हामीले आफ्नो फेरि गन्तव्य कहाँ हो खोजेर ट्रेन पक्रनु पर्ने हुन्छ। यो चाहिँ वाटरलू स्टेसनको भ्यू हो। मैले जाने भनेको युनिभर्सिटी अफ इस्ट लन्डन, मैले ट्युबबाट जानुपर्ने हुन्छ। मैले ट्युब पक्रनलाई चाहिँ वाटरलू अन्डरग्राउन्ड स्टेसन जानुपर्ने हुन्छ। ट्युब भनेको चाहिँ अन्डरग्राउन्डबाट चल्ने ट्रेन हो र त्यसलाई पक्रनलाई मैले जुब्ली लाइन जानुपर्ने हुन्छ। जुब्ली लाइन जानको लागि सबै बोर्ड्समा चाहिँ यहाँको कताबाट जाने भन्ने कुराहरू देखाइएको हुन्छ। त्यो बोर्डलाई हेर्दै हेर्दै, सिग्नललाई हेर्दै हेर्दै मैले चाहिँ जानुपर्ने हुन्छ। वाटरलू स्टेसन चाहिँ एकदमै ठुलो छ। यो स्टेसनबाट धेरै ठुलो ठुलो ठाउँहरूमा, लन्डनको विशेष ठाउँहरूमा जान मिल्ने हुँदा एकदमै ठुलो छ। सुरुको चोटिमा एकदमै कन्फ्युज भएँ र दोस्रो पटक, यो मेरो दोस्रो पटक हो, दोस्रो पटकमा पनि इट वाज भेरी कन्फ्युजिङ र मैले एकदमै हेर्दै हेर्दै जुब्ली लाइन चाहिँ कसरी पक्रने भनेर हेर्दै हेर्दै गएर मैले चाहिँ पत्ता लगाउँदै गएँ है। एकदमै हामीले बोर्ड्समा हेर्नुपर्ने हुन्छ। बोर्ड्समा हेरेन भने चाहिँ झुक्किने अवस्था हुन्छ। युट्युबको चाहिँ अन्तिम गन्तव्य डेस्टिनेसन भनेको चाहिँ स्ट्र्याटफोर्ड हो। सबैजना कुनै न कुनै बिचको ठाउँमा जानको लागि चाहिँ चढ्न खोज्नु भएको छ। म पनि आफ्नो स्टेसन स्ट्र्याटफोर्डको लागि नै यो चढेको हो, तर बिचमा चाहिँ आज मैले युनिभर्सिटी अफ इस्ट लन्डन जुन चाहिँ डकल्यान्ड्समा रहेको छ, मैले त्यहाँ जानको लागि चाहिँ क्यानिङ टाउन भन्ने ठाउँमा उत्रेर फेरि अर्को ट्रेन लिनुपर्ने हुन्छ। म त्यसका लागि चाहिँ आज बिचमै क्यानिङ टाउनमा उत्रिँदैछु। यो स्टेसनलाई क्यानिङ टाउन स्टेसन भनिन्छ। म पनि यहीँ चढ्दैछु डकल्यान्ड्स युनिभर्सिटी अफ इस्ट लन्डन जानको लागि। यहाँनिर चाहिँ मैले अब माथि चढेर चाहिँ ट्रेन पक्रनु पर्ने हुन्छ नेक्स्ट साइडमा, किनभने यहाँनिर सबै थोक बोर्ड्समा साइनहरू दिएको हुन्छ। आफू कसरी जाने, कहाँ जाने, कुन ट्रेन पक्रने भन्ने कुराहरू चाहिँ सिग्नलमा दिएको हुन्छ, जहाँ त्यहीँ राखिदिएको हुन्छ र आफूले यहाँनिर ट्रेन कति बजे आउँछ, कुन ट्रेनमा जाने भन्ने कुरा पढ्नुपर्छ, हेर्नुपर्छ।
एकदमै राम्रो भ्यू, एकदमै राम्रो स्टेसन, उज्यालो देखिरहेको र स्टेसनमा ट्रेन पनि आइसकेको छ। अब म चाहिँ डकल्यान्ड्सतर्फ लाग्दैछु युनिभर्सिटी जानका लागि। यस ठाउँको अर्को राम्रो पक्ष भनेको चाहिँ पहिला उत्रने मान्छेलाई झर्न दिने अनि आफू चढ्ने। यस ठाउँको विशेषता भनेको सिस्टमेटिक हो, हरेक कुरा सिस्टम, हरेक कुरा म्यानेज्ड, सबै कुरा अति सुन्दर। यो देश अझै सिस्टम र व्यवस्थाले धेरै राम्रो भएको जस्तो लाग्छ मलाई, मैले अनुभव गर्दा। हेर्दा हेर्दै म मेरो युनिभर्सिटी जाने बाटोमा आइसकेको छु। युनिभर्सिटी जाने एन्ट्रान्स यो हो र एकदमै ब्युटिफुल, एकदमै मनमोहक रहेको छ यहाँको भ्यू। आज मेरो मेन काम भनेको मेरो स्टुडेन्ट आइडी कलेक्ट गर्नु हो। यो आइडी यहाँ धेरै इम्पोर्टेन्ट हुन्छ लाइब्रेरी युज गर्न, क्याम्पस एक्सेस गर्न र धेरै सर्भिसेस लिनको लागि। स्ट्राटफोर्ड क्याम्पसमा मेरो पढाइ सुरु हुन लागेकोले गर्दा मैले यहाँहरूलाई चाहिँ युइएल डकल्यान्ड्सको पुरै भ्यू दिन सकेन। नेक्स्ट टाइम अवश्य म सबै कुरा देखाउनेछु। यो चाहिँ मैले फर्किँदै गरेको वे हो। ट्रेनमा चढेर म क्यानिङ टाउन, जहाँ म अघि झरेको थिएँ, त्यही ठाउँमा फर्कँदैछु। त्यहाँबाट मैले फेरि स्ट्राटफोर्डको ट्रेन लिनुपर्ने हुन्छ। युकेको ट्राभल एक्सपिरियन्स धेरै नै अलग हुन्छ। यहाँको एन्भाइरोमेन्ट, ट्रान्सपोर्टेसन सिस्टम र सराउन्डिङ सबै नयाँ लागिरहेको छ। म अहिले डकल्यान्ड्सबाट स्ट्राटफोर्डतिर जानेछु। स्ट्राटफोर्ड पनि एकदमै बिजी र पपुलर एरिया हो। यो ठाउँ चाहिँ एकदमै बिजी एरिया हो, धेरै मान्छेहरूको आवत जावत रहन्छ। हुन त लन्डनमा सबैतिर धेरै मान्छेहरू देखिरहेको हुन्छ, हरेक ठाउँमा ठोकिने अवस्था हुन्छ, सरी भन्नुपर्ने अवस्था हुन्छ। सो यो ठाउँ पनि एकदमै बिजी एरियामा पर्छ, जहाँ चाहिँ धेरै मुभिजका सुटिङहरू भइरहेका हुन्छन्, धेरै भ्लग्स भिडियोजहरू देख्न सकिन्छ। यहाँनिर एनी टाइम प्लेन्सहरू, लोकल प्लेन्सहरू चलिरहेको हुन्छ र एउटा सानो क्लिप मैले यहाँ देखाइदिएको छु। र यहाँनिर एउटा यहाँले वेस्टफिल्ड भन्ने एउटा मार्केट देख्नुहुन्छ। यो चाहिँ सपिङ सेन्टर भनेर सुनेको छु मैले। नेक्स्ट टाइम अवश्य यहाँलाई यहाँ यसको पनि भ्यू देखाउने नै छु। म अहिले मेरो स्ट्राटफोर्ड क्याम्पसतर्फ जाँदैछु। बाटोमा जाँदै गर्दा यहाँलाई मैले सानो एउटा भ्यू देखाउँदैछु, जुन चाहिँ मेरो युनिभर्सिटी नजिकै रहेको छ। स्ट्राटफोर्ड इस्ट भन्ने जुन नाम लेखिएको छ पछाडि, त्योभन्दा अगाडि चाहिँ एउटा स्ट्याचु छ, जुन स्ट्याचु हेर्नलाई पनि मान्छेहरू आइरहेका हुन्छन्। यहाँ पनि धेरै सुटिङ्सहरू भएको अवस्था चाहिँ छ। एकदमै फेमस स्ट्याचु पनि हो। यसै ठाउँबाट मैले सिधै आफ्नो युनिभर्सिटी जाने बाटो पक्रिनु पर्यो। यो मेरो सेकेन्ड टाइम हो युनिभर्सिटी गइरहेको। सो मैले चाहिँ नयाँ एक्सपिरियन्स, फर्स्ट टाइम चाहिँ मैले भिडियो गर्न पाएन, मलाई धेरै कुराहरू अवेर थिएन म। तर अहिले चाहिँ केही कुराहरू चाहिँ थाहा पाइसकेको भएर मैले एउटा सानो भिडियो बनाउने प्रयत्न गर्दैछु। र मैले यहाँहरूलाई युइएल जुन चाहिँ नेपालमा नि रहेको क्याम्पसहरू मध्येमा पर्छ र यहाँ चाहिँ धेरै नेपाली स्टुडेन्ट धेरै ठाउँबाट आउनुहुन्छ, विशेष गरी नेपालबाट पनि आइरहनु भएको हुन्छ। उहाँहरूलाई पनि केही कुरा देखाउँ भन्ने इच्छाले हो। यो चाहिँ युनिभर्सिटी अफ इस्ट लन्डनको अर्को बिल्डिङ हो। यहाँ पनि मेरो क्याम्पस छैन, यो चाहिँ बिचमा पर्छ, स्ट्राटफोर्डमै हो, बट नजिकै मेरो युनिभर्सिटी नजिकै छ। र मैले चाहिँ यसलाई पनि कटाएर जुन मैले जुम गरेर एउटा भिडियो देखाउँछु, त्यो भ्यूबाट चाहिँ मैले मेरो अर्कोतर्फ चाहिँ मैले आफ्नो क्याम्पस जानुपर्ने हुन्छ। बाटोमा जाँदै गर्दा यो भ्यू पनि राम्रो लागेको भएर मैले राखेको छु। यो चाहिँ युनिभर्सिटी जाँदै गर्दाको बाटो भयो। अब म मेरो युनिभर्सिटी नजिकै पुग्दैछु। एकदमै ठुलो, एकदमै ब्युटिफुल छ युनिभर्सिटी। यहाँको बाटो काट्दा चाहिँ हामीले धेरै ध्यान दिनुपर्ने हुन्छ। एउटा बटन हुन्छ हरेक बाटो काट्ने ठाउँमा, त्यहाँ क्लिक गरेर हामीले चाहिँ बाटो काट्नुपर्ने हुन्छ। प्राय जस्तो युकेको वेदर भनेको चिसो हो, अँधेरो भइरहने, पानी परिरहने, चिसो हावा लाग्ने खालको वेदर हुन्छ। तर आज एकदमै ब्युटिफुल, एकदमै साइनी डे थियो, एकदमै राम्रो देखिरहेको थियो सबै कुराहरू। सो भ्यूज पनि एकदमै राम्रो आएको छ। आज म मेरो युनिभर्सिटी पनि पुगिसकेको छु र यो चाहिँ स्ट्राटफोर्डको अर्को युनिभर्सिटी नजिकै छ। अघि युनिभर्सिटी अफ इस्ट लन्डन जुन देखाएँ त्योबाट नजिकै छ। यो सबै क्याम्पस एरिया नै भयो। यस सिभिङमा चाहिँ मेरो पढाइ हुन्छ
अहिले पढाइ सकेर ब्रेक भएको अवस्था छ र यो चाहिँ क्यान्टिन जहाँ चाहिँ खेल्ने कुराहरू पनि छन्। सबैजना आफ्नो साथी ग्रुपहरूमा बसिरहेका छन्, गफ गरिरहेका छन्, खाजा खाइरहेका छन्, रमाइलो गरिरहेका छन्। म आउँदा दिउँसो थियो, फर्कँदा राति भएको छ। यो चाहिँ मेरो होल डे क्लास लाग्छ। दिउँसोको 1 बजेदेखि रातिको 9 बजेसम्म लाग्ने हुँदाखेरि यो रातिको भ्यू। म फेरि स्ट्राटफोर्ड स्टेसन जानका लागि बाटो काट्दैछु र यो स्टेसनबाट मैले फेरि पनि ट्युब पक्राउनुपर्छ, वाटरलू स्टेसन चढ्नुपर्छ। त्यस पछाडि फेरि मैले त्यहाँबाट आफ्नो मेन घर जाने ट्रेन पक्राउनु पर्ने हुन्छ। यो वेस्टफिल्डको रातिको भ्यू। स्ट्राटफोर्ड स्टेसनमा आइपुगेको छु। म मेरो घर जानका लागि स्टेसनमा आइसकेको छु। तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो यहाँहरूले मलाई कमेन्टमा लेखिदिनु होला। थ्यांक यू फर वाचिङ।